सिटमा कसै गर्ने उभिरहेको छ ल हेर्नु चाहिँ गाउँ घुम्न थाल्यो। अनि भन्नुहुन्छ एकछिन इमेजिन गरौँ यो भाइ साइडमा अहिले हामी पोखरामा छौँ र आजको यात्रा रहेको छ मुक्तिनाथ। मुक्तिनाथ चाहिँ हिन्दू र बुद्ध धर्महरूको धार्मिक महत्त्व बोकेको मन्दिर हो। यो चाहिँ मुस्ताङ जिल्लामा पर्छ, हिमाली जिल्ला मुस्ताङमा पर्छ र यसको हाइट रहेको छ 3800 मिटर। र मुक्तिनाथ हामी यहाँ पोखराबाट चाहिँ स्कर्पियो गरेर जाँदैछौँ बागलुङ बेनी हुँदै जोमसोम हुँदै। धुलो पखाल्दै अनि यिनी चाहिँ कुच्चा खाने रे म चाहिँ काठ कुच्चा खाने। अहिले हामी कुस्मा मालढुङ्गामा आइपुगेका छौँ र कुस्मा मालढुङ्गामा यसो टेस्ट गर्दै र यो काली गण्डकीको पुल रहेको छ। यो पुल रे यता पर्वत जिल्ला र पल्लोपट्टि चाहिँ बागलुङ जिल्लालाई छुट्याएको छ र यो माथि बागलुङ कालिका मन्दिर माथि रहेको छ र यसरी माथि सुरु गरेर थोरै अलिकति देखिरहेको छ। यो बागलुङ र पर्वत जिल्लालाई जोडाउने पुल हो, कुस्मामा जुन रहेको छ। यो सम्भवतः सबैभन्दा लामो सस्पेन्सन ब्रिज हो, 570 मिटरको लम्बाइमा छ यो र अलि सबभन्दा हाइएस्ट पोइन्टमा रहेको सस्पेन्सन ब्रिज पनि हुनुपर्छ सायद। बेनी बजार म्याग्दीमा आइपुगेका छौँ। भिनाजुले बेनीको बजार भन्दै गीत गाउनुहुन्छ अनि अगाडि चाहिँ महिलाहरूले बसाएर हामी तिनजना पछाडि यसो लास्ट सिटमा कसै गर्ने उभिरहेको छ। अनि साधु खाँदै भिनाजु साधु खाँदा चिनी नभएको चिया आयो, तातो पानी। आइपुग्यौँ हामी म्याग्दीमा होटेल। हामी जोमसोम आइपुगेका छौँ। होटल माउन्ट कैलाशमा हामी यहाँ बस्ने आज। र अब ठाउँको बारेमा डिटेल चाहिँ भोलि। सधैँ मिठो खाना खाइयो जोमसोम आएर, पकाइ मार्ने खाना अत्यन्त स्वादिष्ट। मेरो फेभरेट खाना छुट्यो, म भोलि बिहान है भन्दै डे 2 को सुरुवात। यो देखिरहेको जोमसोम एयरपोर्ट हो, 2710-20 मिटरको हाइटमा रहेको छ र यो पूर्वी दृश्य सर यो जोमसोम बजार हो अनि यो पश्चिमको पाहाडहरू। चट्टानी त नभनौँ, अलि बलौटे माटो टाइपको पहाडहरू छन्। हिमाल त्यही हो भनौँ होइन, अलिअलि हिउँ माथिपट्टि हिउँ पनि देखिरहेको छ। जोमसोमबाट हामी मुक्तिनाथतिर, मुक्तिनाथभन्दा पनि कागबेनीतिर श्राद्ध गर्न लागेका छौँ। हामीलाई स्वागत गर्न यहाँ मूर्तिहरू बनाइएको रहेछ। यो भ्यू अलिक क्लियर रहेन पोल्युसनले। अगाडिको बाटो चाहिँ राम्रो छ। पानी यहाँ बर्खा लाग्छ नि अनि पानी आउँछ अब ठुलो आइपुगेका छौँ र यहाँ देख्न सकिन्छ थोरङला माउन्टेन रेन्ज यहाँ देखिरहेको छ। अलि यो पोल्युसनले राम्रो देखिरहेको छैन, हात देखाइरहेको छ दिदीहरूले। हाम्रो टोली यही हो, हाम्रो गाडी श्राद्ध गर्न लाग्यो। अब श्राद्ध गर्नको लागि अगाडि बढ्दै अगाडि कान्छो बिनाजु हाम्रो बाहुन हुनुहुन्छ श्राद्ध गर्ने। के राख्नु भएको छ? ओहो ढुङ्गा राख्नु भएको छ है, शालिग्रामहरू। ओहो ल ठिक छ हजुर, अहिले आएर किनौला नि त। हस् थ्याङ्क यू। बजार यहाँ चोरिएको पुच्छरहरू पनि रहेछन्। यही हो कागबेनीको बजार। श्राद्ध गर्नको लागि सामानहरू यहाँ प्रशस्त पाइँदो रहेछ। घरबाट के बोकेर आउनु पर्दैन भन्ने कुरा भन्न चाहे। कागबेनीको माहौल देखाउन चाहे मैले। खोला कलकल बोलिरहेको छ, राम्रै बोलिरहेको छ। लाहरू चाहिँ श्राद्ध गर्ने टोलीहरू टोलीको श्राद्ध यहाँ आउँदैछ।
बाहुन एकदम मोडर्न हुनुहुन्छ। बाहुन चाहिँ एकदम मोडर्न हुनुहुन्छ। ढुङ्गामा श्राद्ध गरेको पहिलो अनुभव त होला नि? भट्टराईज्यूलाई उहाँले यहाँ अन्नदान गर्नुभएको छ। पनि मन्दिर तथा श्रद्धास्थल व्यवस्थापन समितिको कार्यालयमा धन्यवाद। तपाईँको सम्पूर्ण परिवारलाई शुभ यात्रा मङ्गलमय होस्। थ्याङ्क यू सो मच। कागबिनीबाट हामी माथि लाग्यो मुक्तिनाथको लागि। बाटो चाहिँ ल हामी लाग्यौँ मुक्तिनाथ मन्दिरको दर्शन गर्नलाई। अगाडि अगाडि हाम्रो टोली अगाडि गएको हुन्छ। यहाँबाट आएका तपाईँहरू धेरै प्रशस्त हुनुहुन्छ। यहाँ नेपाली भन्दा पनि बढी बसेर जाने, हिँड्न नसक्ने घोडामा चढ्ने, खच्चडमा चढ्ने, हिँड्न सक्ने हिँड्ने। मुक्तिनाथको बजार क्षेत्रहरू, शालिग्रामहरू देख्न प्रशस्त राखिएको छ। रमाइलो छ। पर्यटकहरू, प्रशस्त पर्यटकहरू, बाइकरहरू, होटलहरू चाहिँ प्रशस्त छन् र राम्रा होटलहरू पनि छन् र बन्दै गरेका होटलहरू पनि छन् हैन। नसक्नेलाई यस्तो विकल्प पनि छ। ल यो सिडी चढेर जानेछु माथि। वेलकम टु मुक्तिनाथ टेम्पल। यो सिडी रहेको छ। सिडीबाट चाहिँ माथि मन्दिर प्रवेश गरिन्छ। डोलीमा हाम्रो त डोलीमा दुले मात्रै चढ्छ नि हजुर। दुला पनि चढ्ने डोली हो। हस् कति टाढा भन्दै हुनुहुन्छ भिनाजुरले। अनि ढुङ्गा ढुङ्गाको चट्टानी पहाडहरू, हामी जाने यता हो, सिडी हुँदै जाने हो।
एकछिन विश्राम ल। देखिएको मुक्तिनाथको मन्दिर हो जुन 3800 मिटर हाइटमा मुस्ताङ जिल्लामा पर्छ। यो मन्दिरको बारेमा भन्नुपर्दा चाहिँ भगवान विष्णुको मन्दिर हिन्दू धर्मावलम्बीको लागि र बुद्धिस्टहरूको लागि चाहिँ बुद्ध भगवान छुमिङ ग्यात्सा भन्ने भगवानको लागि पनि मान्ने गरिन्छ। यो दुवै धार्मिक महत्त्व बोकेको हो, हिन्दू र बुद्धिस्ट धर्म। र हाम्रो बगालहरू उतापट्टि पछाडिपट्टि बसेर यसरी ततानाउने के गर्ने भन्ने हुनुहुन्छ। मन्दिरको बारेमा भन्नुपर्दा चाहिँ यहाँ आइपुगेपछि चाहिँ मुक्ति प्राप्त हुने अथवा मोक्ष प्राप्त हुने भन्ने धार्मिक महत्त्व रहेको छ। नाउने तयारी, हाम्रो टोलीको नाउने तयारी। अब उता गएर 108 दिव्य रेशम धार्मिक महत्त्व बोकेको धाराहरू मा नुहाउने र मुक्ति प्राप्त गर्ने अथवा मोक्ष प्राप्त गर्ने भन्ने धार्मिक महत्त्व छ। सँगसँगै दिदी रोक्नु। दर्शनको लागि लाइन यसरी लाग्नु भएको छ। लाइन पनि हाइटको हिसाबले लागे जस्तो माने मैले। यति धेरै लाइन छ। अब म लाइनमा चाहिँ गएन, म बाहिरबाट विष्णु भगवानलाई यहाँबाट दर्शन गर्ने सोचिरहेको छु। म चाहिँ भगवान विष्णुको दर्शन गरेर हामी यतापट्टि लाग्दैछौँ र यहाँ ठुलो भगवान बुद्धको स्तम्भ रहेछ, शालिग रहेछ। ब्रेक पूजा गरेर सबै एकदम भोको भएर चाहिँ यहाँ अलिअलि चिज छ, खानेकुरा खाँदै हुनुहुन्छ र खाना खाने भन्दा पनि यहाँ फोटो खिच्दा एकदम बढी हतार भए जस्तो लाग्यो। प्रज्वलन भएको क्षेत्र। मुक्तिनाथ चुमसुम हुँदै मार्फा फर्किसकेका छौँ र आज साँझ यो मार्फा गाउँ घुम्ने हाम्रो प्लान छ। रमणीय ठाउँ छ यो मार्फा गाउँमा चाहिँ कबड्डीको सुटिङ भएको ठाउँ हो यो। भित्री गल्लीहरू घुम्नेछौँ र हाम्रो टोली चाहिँ यता बसेर आज यसो चिया खाएर निस्किने अरे। भित्र बसेर एकदम चिया कफीको इन्तजारमा हुन्छ सबैजना। मार्फा गाउँ घुम्न थाल्यौँ बेलुका पख।
ए हो स्याउ खेती चौरी गाईको पुच्छर बेच्न राखेको रहेछ गाउँमा बजारहरू सानो सानो कति मजाले फुल्या छ तिमी रेडी भइसक्यो ओहो सत्र देखि त तिमी त हो अरू को छ भित्र ए कसले लाइन लाग्यो हो कसले भिनेजी लाइन भयो ओ माई गॉड सो स्वीट यस्तो पनि हुन्छ यहाँ त पुरा चौरी गाईको राखेको रहेछ पुरानो सेतो पेन्ट गरेको पुराना घरहरू घरको माथि दाउरा सजाएर राखेको छ जेरी गल्ली अरे जेरी यस्तो घुम्या भएर होला पुग्यो भनेको अनि यहाँ फोटो खिच्न लाग्यो हामी माल त सूर्यको किरण पर्दा यसरी टल्किरहेको यहाँबाट अनि टार्गेट छु त्यहाँ पारि यो हो सेन्टर पोइन्टमा कहाँ सक्छ ठ्याक्कै लाग्यो है ठाउँमा घुम्न आएको म एउटा परदेशी थाहै नपाई बसेछ माया आकाशभन्दा बेसी यो पर्यो फुरुरु हिमाली भेगेमा दिल बस्यो हेर्नेमा कति चाँडो तिमीमा दिल बस्यो हेर्नेमा कति चाँडो तिमीमा
रूपसे खोलामा आइपुगेका छौँ जुन चाहिँ दानामा पर्छ म्याग्दी जिल्ला र यो खोलाको झरना म देख्न चाहे यसरी माथिबाट झरना भएको छ रमाइलो छ अहिले हामी तातो पानी आइपुगेका छौँ र यहाँ तातो पानीमा नआउने हट स्प्रिङमा नआउने नेचुरल हट स्प्रिङमा नआउने खोला धेरै पर्यटकहरू हुनुहुन्छ र यो चाहिँ म्याग्दीमा पर्छ तातो पानी म्याग्दी पर हेड 50 रुपिज तातो पानी आउने ठाउँ बनाउनुको लागि व्यवस्थित रहेछ मेल यो सेक्सन फिमेल चाहिँ यो सेक्सन रहेछ यस्तो ठ्याक्कै मूल हेर्नु पर्यो हुन्छ कहाँनिर हेर्न पाइन्छ पाइँदैन पहिला त पनि खाने एकदम बाफा नआउने घर विश्वकै अलौकिक धर्मस्थल कलेश्वर धाम आइपुगेका छौँ यो चाहिँ म्याग्दीमा पर्छ यो शिव मन्दिर महादेवको मन्दिर विश्वकै अलौकिक मन्दिर र यहाँ स्नान गर्नको लागि चाहिँ कालीगण्डकीको जलबाट स्नान गर्ने यहाँ धाराहरू बनाइएको रहेछ गणेशाय नमः मन्दिरतिर प्रवेश गर्दैछौँ बम बोले हर महादेव ल हेर्नुहोस् यो यतापट्टिको यो भ्यू कालीगण्डकीको नदी र कालीगण्डकी नदी यतापट्टि बगिरहेको छ ठ्याक्क अनि फेदमा चाहिँ मन्दिर यस्तो किसिमको छ यहाँ मूर्ति राखिएको रहेछ पुराणीकण्ठको सानो स्वरूप जस्तो चट्टान माथि यसरी हामी कालीगण्डकी स्वर्णिम झुलामा आइपुगेका छौँ। यो चाहिँ नेपालको लङ्गेस्टमा पर्छ। सबैभन्दा लामो चाहिँ चाँदनी दुधाराको हो, त्यो चाहिँ 1450 मिटरको छ भने यो चाहिँ 560 मिटरको छ। यो झोलुङ्गे पुलले चाहिँ बागलुङ र पर्वत जिल्लालाई जोड्ने काम गर्छ। बागलुङ र पर्वत जिल्लालाई लामो छ। यतापट्टि बागलुङ जिल्लामा छौँ हामी अहिले र पल्लोपट्टिको
चाहिँ पर्वत जिल्ला र यो यसको उचाइको कुरा गर्नुपर्दा चाहिँ यो यसको उचाइ चाहिँ मलाई लाग्छ नेपालको सबैभन्दा अग्लो झोलङ्गी पुल हो यो। यसको उचाइ 120 देखि 30 मिटरको हाइटमा रहेको छ। हलिँदो रहेछ, अलिअलि हलिँदो रहेछ। डर तल हेरेपछि डर लाग्छ, तल चाहिँ हेर्नु हुँदैन। हाइएस्ट पोइन्टमा छौँ, दुईवटा पहाडलाई जोडेको छ। अहिले हामी बागलुङबाट पर्वत जिल्ला आइरहेको छौँ, पर्वत जिल्लालाई जोडिरहेको छ पुलले। बिचमा खोला कालीगण्डकी अनि यो साइड बागलुङ। अनि भिनाजुर आउँदै हुनुहुन्छ, यसरी हात दिँदै आइरहनु भएको छ। अनि भन्नुहुन्छ एकछिन इमेजिन गरौँ यो साइडमा यो जाली थिएन भने हिँड्न सक्थ्यो होला भनेर भन्नुहुन्छ। कुरा त सही हो होइन, कालीगण्डकी नदी भएर। अब हामी कालिका भगवती मन्दिर देवीको मन्दिरमा जान लागेका छौँ र यहाँ आज भव्य मेला लागेको छ। अनि यहाँ ठेकी भिनाजुले घरमा काठको ठेकीमा दुध जमाएर दही खाने भन्नुभएको छ। मिठोको ठेकी हो यो छ। कति राम्रो फलहरू छ, सानो सानो रहर लाग्दा फलहरू। ठेकी भयो, मदानी, मही पार्ने। कालिका भगवती मन्दिर बागलुङ जिल्लामा पर्ने देवीको मन्दिर, प्रसिद्ध मन्दिर हो। जङ्गलभित्र प्रवेश गर्दैछौँ अनि एकदम शीतल रमाइलो लागिरहेको छ। दिदीहरू यहाँ बिमारी छ, रङ मिलाएका। हे भगवान्, यो यस्तो पातहरू खसेका छन्, मान्छेहरू रमाएका छन्। एकदम शान्त रमणीय घनघोर जङ्गलको बिचमा। जङ्गलमा चाहिँ सालका बोटहरू, पातको सालका बोटहरू, पात होइन सालका पातहरू खसी पनि राखेका छन्। घन्टीहरू बज्न थाले, ट्याङ र टुङटुङ। कालीको मन्दिर हामी आइपुगेका छौँ।